ब्याङ्किङ कारोबार गर्नुहुन्छ र पहिलोचोटि सेयर कारोबार गर्दै हुनुहुन्छ र मेरो सेयर एप्लिकेसन मोबाइलमा पहिलोचोटि लगइन गर्दै हुनुहुन्छ भने कसरी लगइन गर्ने थाहा छैन भने यो भिडियो हजुरहरूको लागि उपयोगी हुन सक्छ। स्किप नगरी पुरा भिडियो हेर्नुहोला। सुरुमा चाहिँ हामीले प्ले स्टोरमा जानुपर्ने हुन्छ। प्ले स्टोरमा गइसकेपछि सर्चमा गएर सर्च बारमा गएर मेरो सेयर भनेर सर्च गर्नुपर्ने हुन्छ। मेरो सेयर भनेर सर्च गरिसकेपछि डाउनलोडको अप्सन आउँछ। मैले चाहिँ अलरेडी पहिले नै डाउनलोड गरेको हुनाले डाउनलोड गर्नुपर्ने छैन। मैले चाहिँ सिधै ओपन गरे, हजुरहरूले चाहिँ डाउनलोड गर्नुहोला, त्यसपछि मात्रै ओपन गर्नुहोला है। अब देख्न सक्नुहुन्छ यसमा चाहिँ सुरुमा चाहिँ हजुरहरूले कुन ब्याङ्कबाट मेरो सेयरको खाता खोल्नु भएको छ त्यही ब्याङ्क क्लिक गर्नुपर्ने हुन्छ। यो डाउन एरोमा गएर यसरी आफूले जुन ब्याङ्कबाट खाता खोल्नु भएको हो त्यो ब्याङ्कमा गएर क्लिक गर्नुहोला। मेरो चाहिँ सिटिजन ब्याङ्क इन्टरनेसनल लिमिटेड रहेको हुनाले मैले चाहिँ यसमा क्लिक गरेँ। हजुरहरूले चाहिँ आफ्नो जुन ब्याङ्कबाट खोल्नु भएको त्यसमा क्लिक गर्नुहोला र त्यसपछि अर्को अप्सन देखाएको छ युजर नेम र पासवर्ड। अब युजर नेम र पासवर्ड चाहिँ कसरी हेर्ने भनेर जान्नको लागि चाहिँ हामी इमेलमा जानुपर्ने हुन्छ। इमेलमा ब्याङ्कले नै पहिले नै युजर नेम र पासवर्ड पठाइदिएको हुन्छ। एरो पनि युजर नेम र पासवर्ड पहिले नै पठाइदिएको छ। म यसमा यसरी क्लिक गर्छु र देख्न सक्नुहुन्छ लगइन आइडी र पासवर्ड भनेर लेखेको छ। अब यसमा चाहिँ मैले चाहिँ लगइन आइडी यसरी सेलेक्ट गरेर कपी गर्छु र कपी गरिसकेपछि यसमा पेस्ट गरिदिन्छु र फेरि त्यस्तै गरी नै पासवर्ड पनि कपी गर्छु र कपी गरेर यसलाई पनि यसरी नै पासवर्डमा पेस्ट गर्छु र पेस्ट गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ रिमेम्बर लगइन आइडी भनेर यसमा चाहिँ टिक लगाउनु पर्ने हुन्छ। टिक लगाइसकेपछि लगइन अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। अब यसमा देख्न सक्नुहुन्छ ओल्ड पासवर्ड, न्यू पासवर्ड, कन्फर्म न्यू पासवर्ड भनेर देखाएको छ। ओल्ड पासवर्ड भन्नाले अघि तपाईलाई जुन इमेलमा दिएको पासवर्ड थियो त्यो चाहिँ यसमा हाल्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले फेरि पनि त्यो पासवर्डलाई कपी गरेर यसरी ओल्ड पासवर्डमा पेस्ट गरिदिए। अब यति गरिसकेपछि मैले आफ्नो चाहिँ न्यू पासवर्ड बनाउन गइरहेको छु। त्यसको लागि चाहिँ मैले आफ्नो न्यू पासवर्ड बनाउँछु। हजुरहरूले पनि अलि स्ट्रङ खालको पासवर्ड बनाउनु होला, कसैले तपाईहरुको पासवर्ड ह्याक गर्न नसकोस्। यति गरिसकेपछि मैले चाहिँ यसलाई चेन्ज पासवर्डमा क्लिक गरिदिए तर पासवर्ड हैज बीन चेन्ज सक्सेसफुल भनेर देखाइसकेको छ। पासवर्ड चेन्ज भइसकेको छ। अब चाहिँ हजुरहरूले यो लगइन गर्नको लागि आफूले पहिला जुन पासवर्ड राख्नु भएको थियो त्यही पासवर्ड नै राख्नुपर्ने हुन्छ। मैले यसरी आफ्नो पासवर्ड राखेर लगइन गरे। अब तपाईहरुले यो ट्रान्ज्याक्सन पिन पनि बनाउनु पर्ने हुन्छ। ट्रान्ज्याक्सन पिनको लागि 4 वटा मात्रै नम्बर राख्नुपर्ने हुन्छ। तपाईहरुले आफूलाई बुझ्ने खालको नभुलिने खालको ट्रान्ज्याक्सन पिन राख्नुपर्ने हुन्छ। यति गरिसकेपछि सेभ गरिदिनु होला। फेरि लगइन गरेर मेरो यो भइसकेको छ। अब यसमा तपाईहरुले युज फिंगर पनि गर्न सक्नुहुन्छ। मैले यसमा फिंगर लक राखिसकेपछि अब फेरि गएर मेरो सेयरमा क्लिक गर्नु होला र मैले यसमा फिंगर लक राखेको कारणले मैले फिंगरमा गए। फिंगरमा गइसकेपछि आफ्नो फिंगर
प्रयोग गर्नुहोला। देख्न सक्नुहुन्छ यो सक्सेस भइसकेको छ। धन्यवाद। यस्तै भिडियो हेर्नको लागि मेरो YouTube च्यानललाई लाइक, कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला।